वेलकम टु युट्युब च्यानल। आज चाहिँ कुरा गर्न गइरहेको छु टिभिएस रेडर 125cc को बारेमा चाहिँ। टिभिएस रेडर चाहिँ अहिलेको हालचालमा नेपालमा चाहिँ एकदमै चलिरहेको बाइक भन्न पनि सकिन्छ र मार्केटमा पनि धेरै नै देख्न सक्नुहुन्छ तपाईँहरूले, किनकि यसमा भनेको चाहिँ निकै नयाँ नयाँ फिचर्सहरू अपडेट भएको छ भने अहिले चाहिँ BS6 भएर आएको छ। अब यसमा के कस्ता चेन्जेसहरू भएर आएको छ भने म फुल रिभ्यू गर्ने नै वाला छु। यसको फ्युल ट्याङ्क कति पाउन सक्नुहुन्छ, माइलेज कति पाउन सक्नुहुन्छ, यसको टप स्पिड कति पाउन सक्नुहुन्छ, यसको पावर कति छ भनेर चाहिँ म फुल भिडियो गर्न गइरहेको छु। भिडियो अन्तिमसम्म हेर्नु होला। अब फ्रन्ट लुक्सबाट सुरु गरिदिएँ मैले। यहाँनिर देख्न सक्नुहुन्छ हेलोजिनवाला इन्डिकेटर पाउन सक्नुहुन्छ भने थोरै तलबाट हेर्नु पर्दाखेरि चाहिँ यहाँनिर देख्न सक्नुहुन्छ DRL को साथमा LED हेडल्याम्प पाउन सक्नुहुन्छ। अब यहाँनिर देख्न सक्नुहुन्छ तपाईँहरूले टेलिस्कोपिक सस्पेन्सन पाउन सक्नुहुन्छ भने मोडगार्डको कुरा गर्नुपर्दा चाहिँ ब्ल्याक एन्ड रेडमा पाउन सक्नुहुन्छ। अब यहाँनिर पाउन सक्नुहुन्छ डिस्क ब्रेक पाउन सक्नुहुन्छ अगाडिपट्टि भने यहाँनिर देख्न सक्नुहुन्छ 80/100 को चाहिँ ट्युबलेस टायर पाउन सक्नुहुन्छ। अब ग्राउन्ड क्लियरेन्स कुरा गर्नुपर्दा 180 mm को पाउन सक्नुहुन्छ। यहाँनिर देख्न सक्नुहुन्छ इन्जिन गाडी यो टाइपले पाउन सक्नुहुन्छ भने यसमा चाहिँ किक स्टार्ट छैन किनकि यो चाहिँ BS6 गाडी हो। यहाँनिर अब तपाईँहरूलाई म गाडी पनि स्टार्ट गरेर सुनाइदिइहाल्छु साउन्ड। साउन्ड सुनिहाल्नुभयो, कस्तो लाग्यो कमेन्ट सेक्सनमा भन्नु होला। अब यहाँनिर किल स्विच चाहिँ हटाइदिएको छ अहिले। यहाँनिर चाहिँ इको र पावर मोड भन्ने अप्सन दिएको छ अहिले। यहाँनिर देख्न सक्नुहुन्छ तपाईँहरूले अहिले चाहिँ गाडी इको मोडमा छ। अब यहाँनिर यो स्विच गरिबस्दा चाहिँ अब चाहिँ यसमा पावर मोडमा जान्छ। हजुरहरूले यो दुईवटा अप्सन चाहिँ अहिलेको नयाँमा चाहिँ चेन्जेस भएर आएको छ। यहाँनिर न्युट्रल गियर पोजिसन, गियर कतिखेर अफ गर्ने के गर्ने सबै कुरा चाहिँ यसमा नै देखाउँछ। यहाँ ट्रिप मिटर पाउन सक्नुहुन्छ, क्लक पाउन सक्नुहुन्छ, स्पिडोमिटर पाउन सक्नुहुन्छ, RPM पाउन सक्नुहुन्छ र 1 लिटर पेट्रोलले कति एभरेज माइलेज दिन्छ भनेर पनि हजुरहरूले यहीँ नै पाउन सक्नुहुन्छ, यहीँ नै देख्न सक्नुहुन्छ भने। अब 30 सेकेन्ड्स भन्दा ज्यादा भयो भने चाहिँ यो गाडी अफ हुन्छ र हजुरहरूले यो थ्रोटल लिनुभयो भने चाहिँ गाडी स्टार्ट हुन्छ। यो चाहिँ नयाँ फिचर एड गरिदिएको छ टिभिएसले। यहाँ यतापट्टि देख्न सक्नुहुन्छ सबै कुरा नर्मलै छ तपाईँहरूको। यहाँ पासिङ, अपर डिपर, इन्डिकेटर र हर्न पाउन सक्नुहुन्छ भने यहाँनिर चाहिँ मोबाइल चार्जिङ पोर्ट पाउन सक्नुहुन्छ तपाईँहरूले। USB तपाईँहरूले मोबाइल चार्ज पनि गर्न सक्नुहुन्छ। 10 लिटरको फ्युल ट्याङ्क पाउन सक्नुहुन्छ भने दुईवटा कलर टोनको अप्सनमा चाहिँ पाउन सक्नुहुन्छ। यहाँ ब्ल्याक र रेडकोमा पाउन सक्नुहुन्छ। यहाँ 3D मा घोडाको लोगो पनि पाउन सक्नुहुन्छ भने यहाँनिर देख्न सक्नुहुन्छ रेडर स्टिकर। 10 लिटरको फ्युल ट्याङ्क भनेपछि त एभरेज माइलेज चाहिँ हजुरले 60+ पाउन सक्नुहुन्छ FI मोडलमा चाहिँ भने। कार्बोरेटर भनेको चाहिँ 50 देखि 60 को मजाले पाउन सक्नुहुन्छ। स्पिडवाला पाउन सक्नुहुन्छ भने 780 mm को सी टाइप पाउन सक्नुहुन्छ। यहाँनिर देख्न सक्नुहुन्छ फुट प्याड, ब्रेक प्याड्स यो टाइपले पाउन सक्नुहुन्छ। यहाँनिर देख्न सक्नुहुन्छ भने मफलर यो टाइपले पाउन सक्नुहुन्छ, साइलेन्सर पाइप। अब यसमा चाहिँ पछाडिपट्टि भनेको चाहिँ ड्रम ब्रेक पाउन सक्नुहुन्छ भने टायर साइजको कुरा गर्नुपर्दा चाहिँ टायर साइज चाहिँ 100/90 को चाहिँ ट्युबलेस टायर पाउन सक्नुहुन्छ। पछाडिपट्टिको ब्याकलाइट यो टाइपले पाउन सक्नुहुन्छ तपाईँहरूले, T सेपमा दिएको छ जुन चाहिँ LED मा पाउन सक्नुहुन्छ भने। अब यहाँनिर सिटको कुरा भइरहेको थियो अघि भने तपाईँहरूलाई म पछाडिपट्टिको बुट स्पेस पनि देखाइदिइहाल्छु जसमा चाहिँ हजुरहरूले बिलबुकहरू राख्न सक्नुहुन्छ। यहाँनिर देख्न सक्नुहुन्छ हजुरहरूले बुट स्पेस पाउन सक्नुहुन्छ जसमा चाहिँ बिलबुकहरू राख्न सक्नुहुन्छ भने 1.5 लिटरको चाहिँ बुट स्पेस पाउन सक्नुहुन्छ। यहाँनिर FI क्लिन गर्नको लागि दिएको छ भने यहाँ देख्न सक्नुहुन्छ ग्र्याब ह्यान्डल चाहिँ यो टाइपले पाउन सक्नुहुन्छ जुन चाहिँ ग्रे कलरमा छ भने। अब यहाँनिर इन्डिकेटरहरू, नम्बर प्लेट ल्याम्पहरू चाहिँ यो टाइपले पाउन सक्नुहुन्छ। अब यतापट्टि हेर्नु पर्दाखेरि चाहिँ हजुरहरूले यहाँनिर देख्न सक्नुहुन्छ साडीका चाहिँ कम्पनी फिटेड छ जुन चाहिँ साडी लगाएको लेडिजहरूलाई चाहिँ स्पेसल्ली फोकस गरेर पछाडि बस्नको लागि कम्फर्टेबल होस् भनेर चाहिँ बनाइएको छ। अब यहाँनिर देख्न सक्नुहुन्छ तपाईँहरूले यो साइड स्ट्यान्ड चाहिँ कट अफ स्विच दिएको छ किनकि किल स्विच हटाइदिएको छ भने यस्तो साइड स्ट्यान्ड लागेको बेला चाहिँ गाडी स्टार्ट हुँदैन। यो फिचर चाहिँ यसमा पनि एड गरिदिएको छ। यहाँ पछाडिपट्टि देख्न सक्नुहुन्छ तपाईँहरूले यहाँ भित्रपट्टि भनेको चाहिँ मोनो सस्पेन्सन पाउन सक्नुहुन्छ जुन चाहिँ 5 स्टेप एडजस्टेबल गर्न सक्नुहुन्छ तपाईँहरूले भने। अब यसको गियर बक्सको कुरा गर्नुपर्दा 5 स्पिडको गियर बक्स पाउन सक्नुहुन्छ। यहाँ देख्न सक्नुहुन्छ इन्जिनमा पनि टिभिएसको सिङ्गल हर्न पाउन सक्नुहुन्छ भने। अब यसको म्याक्सिमम पावर र टर्कको बारेमा कुरा गर्नुपर्दाखेरि चाहिँ यसको इन्जिन क्यापेसिटी कुरा गर्नुपर्दा 125cc सिङ्गल सिलिन्डर 3 भल्भ BS6 FI इन्जिन पाउन सक्नुहुन्छ भने यसको म्याक्सिमम पावरको कुरा गर्नुपर्दा 11.38 PS मा चाहिँ 7500 RPM प्रोड्युस गर्छ भने म्याक्सिमम टर्कको कुरा गर्नुपर्दा 11.2 Nm मा चाहिँ यसले 6000 RPM प्रोड्युस गर्छ। यसको टप स्पिडको कुरा गर्नुपर्दा 100 को पाउन सक्नुहुन्छ भने 0 to 60 चाहिँ यसले 5.9 सेकेन्डमै कभर गर्छ डिस्टेन्स। प्राइस चाहिँ नेपालको बारेमा कुरा गर्नुपर्दा चाहिँ अहिलेको रिसेन्ट प्राइस भनेको चाहिँ 2,96,900 मा चाहिँ किन्न सक्नुहुन्छ तपाईँहरूले। नजिकैको टिभिएस सोरुम भिजिट गर्नु होला। मेरो केही कमजोरी छ भिडियोमा भने पनि कमेन्ट सेक्सनमा भन्नु होला। फेरि भेटौँला अर्को भिडियोमा।